माननीय सदस्यहरू, विशेष समयमा बोल्नको लागि दलीय आधारमा माननीय सदस्यहरूको नाम प्राप्त हुन आएको छ। म उहाँलाई बोल्न समय दिन्छु। सर्वप्रथम माननीय सदस्य सुशीला थिङ, समय 8 मिनेट। सम्माननीय सभामुख महोदय, सर्वप्रथम प्रधानमन्त्रीको चीन भ्रमण फलदायी बनोस् र नेपालको भूमि लिपुलेखमा भारत र चीनले लिपुलेख पास मार्फत सीमा व्यापार सम्झौता गरेको विषयमा नेपालले कूटनीतिक तवरले समाधान गर्न कूटनीतिक पहल गरियोस् भनी प्रधानमन्त्रीलाई सुझाव दिन चाहन्छु। त्यसैगरी अर्को म एम्बुस्ट नम्बरको विषयमा पनि अलिकति कुरा जोड्न चाहन्छु। एम्बुस्ट नम्बर प्लेट अलि महँगो भयो। एम्बुस्ट नम्बर प्लेटमा उल्लेख भएका नम्बर देवनागरी लिपिमा भएन र यो सुरक्षित पनि छैन भन्ने कुरा जनगुनासो आएको छ। यसलाई सम्बन्धित मन्त्रीले सदनमा जवाफ दिँदा राम्रो हुन्छ भनेर म माग गर्न चाहन्छु। र अर्को कुरा चाहिँ म यस सम्मानित सदनमा एकजना सम्मानित सांसदज्यूले तीज विशेष कार्यक्रममा चितवनमा बोलेको भनाइप्रति खण्डन गर्ने अनुमति चाहन्छु। उहाँले के भन्नुभयो भन्दाखेरि उहाँ कानुनको विद्यार्थी पनि हुनुहुन्छ। उहाँले भन्नुभएको भनाइ म यहाँ राख्ने अनुमति चाहन्छु। उहाँले तीज कार्यक्रममा के भन्नुभयो भन्दाखेरि संसदका ठुला नेताहरू, संसदका सांसदहरू संविधान र कानुनको ज्ञान भएका व्यक्तिहरू छैनन् र रवि लामिछानेलाई कानुनको दुरुपयोग गरी थुनेर राख्नु भएको छ। यति मात्र भन्नु भएन कि सदनमा बसेका सांसदहरूको संविधान सम्बन्धी ज्ञान नभएका व्यक्तिहरू चाहिँ म विधायक हुँ भनेर घमण्ड गरेर बसिराख्नु भएको छ भनेर उहाँले अभिव्यक्ति दिनुभयो। जुन सांसदहरूको दक्षता क्षमतामाथि नै प्रश्न गर्नुभयो, यसको म घोर भत्सना गर्न चाहन्छु। अब हामीले यस विषयलाई फेरि पनि म के भन्न चाहन्छु भने उहाँलाई संविधानको ज्ञान रहेछ। यस संविधानमा संसद बहिष्कार गरेर बाहिर जाने होइन, यहीँ बहस गरौँ, छलफल गरौँ। संसदमा कसको संविधान सम्बन्धी कति ज्ञान रहेछ नापौँ, जोखौँ, छिनोफानो गरौँ। बाहिर सदन बाहिर गएर फ्याउरो जसरी कराएर सदनमा सांसदहरूको अपमान हुने गरी बोल्ने अधिकार उहाँलाई कसले दियो, म उहाँलाई प्रश्न गर्न चाहन्छु। त्यसैगरी उहाँले बोल्नुभएको शब्दलाई सम्झिँदै फेरि उहाँसँगै यस सदन बहिष्कार गरेर हिँड्दै गर्नुभएका राप्रपाका सांसदहरूले चाहिँ के भन्नुभएको छ, हामी सदन बहिष्कार गरेको दिनको भत्ता बुझ्दैनौँ भन्नुभएको छ। उहाँहरू चाहिँ सदन बहिष्कार गर्दै हिँड्ने, तलब भत्ता पनि बुझ्दै जाने अनि नैतिकताको पाठ पनि अरूलाई सिकाउँदै गर्ने, यो कहाँको अभ्यास हो सभामुख महोदय? फेरि पनि म प्रश्न गर्न चाहन्छु। सदनमा नबसेर बहिष्कार गरेर हिँड्ने, सदनमा काम नगर्ने व्यक्तिले सदनको सांसदको हैसियतले चाहिँ तलब भत्ता बुझ्नु पनि यो भ्रष्टाचार हो कि होइन, यो पनि म प्रश्न गर्न चाहन्छु। त्यसकारण यस्तो संवेदनशील विषयहरूमा हामीले चासो दिन र खण्डन गर्न पनि संसदको चासो हुनुपर्छ जस्तो मलाई लाग्छ। अर्को उही सांसदले भनेको भिडियोको प्रसङ्ग पनि म यहाँ जोड्न चाहन्छु। उहाँले के भन्नुभएको छ भन्दाखेरि बलात्कृत हुनु र एक झापड लाउनु उस्तै कुरा हो, केही फरक छैन भनेर भन्नुभएको छ। नेपाली समाजमा यो शब्द पाच्य हुन्छ, नेपाली समाजमा यो शब्द सह्य हुन्छ। विश्वले अब बलात्कारीलाई जघन्य अपराध मानिरहेको छ। छिमेकी राष्ट्र चीनले बलात्कारीलाई फाँसी दिएको छ। यति मात्रै होइन, अवस्था अनुसार यौनाङ्ग पनि निष्क्रिय गरेको छ चीनको कानुनमा। भारतले के गरेको छ भन्दाखेरि 12 वर्ष मुनिका व्यक्तिलाई बलात्कार गरेमा बलात्कारीलाई फाँसी दिने ऐन छ भारतमा। यति मात्र होइन, ज्योति सिंह निर्भयलाई सन् 2012 मा भारतको राजधानी नयाँ दिल्लीमा
सामूहिक बलात्कार गरी हत्या गरिसकेपछि भारतले सन् 2015 मा बलात्कारीलाई फाँसी दिएको छ। तर हाम्रो देशमा फाँसी दिने कानुन नभए पनि बलात्कारीलाई कडा सजाय गर्ने र बलात्कार गरेर हत्या गर्नेलाई आजीवन कारावासको व्यवस्था गरेको छ। यस्तो कडा व्यवस्था हुँदा पनि कानुन र संविधानको बरखिलाफ गरेर यस्तो अभिव्यक्ति दिनु कुनै सांसदको मर्यादा, उहाँको हैसियत राम्रो हो कि होइन भनेर म यस सदनमा प्रश्न पनि गर्न चाहन्छु। अर्को फेरि मैले आज यही विषयमा भिजाको विषयमा केही कुरा जोड्न चाहन्छु। उहाँकै पार्टी भिजिट भिजामा उहाँको पार्टीको सभापति अमेरिका जाने, अमेरिकामा उतै नेपाली नागरिकता त्यागेर घरजम गरेर बस्ने, अनि केही कुरा मिलेन नेपाल फर्किने, अनि नेपालमा फर्केर टेलिभिजन सञ्चालन गर्ने, टेलिभिजन सञ्चालन गरेर भ्रष्टाचारीहरूको नाकको डाँडी भाँच्छु भन्ने, अनि अदालतको आदेश नमान्ने रे के भनेर भन्ने, आफू थुनामा परेपछि अदालतको चाहिँ अपहेलना हुने गरी नाराबाजी लगाएर हस्ताक्षरसम्म सङ्कलन गर्ने नेपाली जनतालाई यो के भ्रम गर्न खोजेको हो, म यो प्रश्न गर्न चाहन्छु। अब म उहाँको पार्टीलाई के भन्न चाहन्छु भन्दाखेरि जे पनि अब उहाँको पार्टीले गर्न मिल्छ। अब त्यसै गरी म रासोपा पार्टी भइसकेपछि चाहिँ रासोपाको म्यान पावर कम्पनीले मात्र भिजिट भिजामा मान्छे पठाउन पाउने हो कि रासोपाको गृहमन्त्रीले मात्र भिजिट भिजामा धेरै मानिस विदेश पठाउन पाउने हो कि रासोपाका सांसद मन्त्रीहरूले मात्र 2वटा पासपोर्ट र 2वटा नागरिकता बोक्न पाउने हो कि रासोपाको सांसद भएपछि बलात्कृत हुनु र एक झापड हान्नु एउटै हो भने बलात्कार मैत्री भाषा बोल्न पाउने हो कि सहकारी ठगी गरी महिनाको 5-5 लाख तलब बुझ्न पाइने हो कि नक्कली प्रमाणपत्र छाप्न र यौन दुर्व्यवहार गर्न पाउने हो कि सामाजिक सञ्जालमा गाली गलौज र अपमान गर्न पाइने हो कि बालबालिका बेचबिखन गर्न पाइने हो कि शालिग्राम पुडासैनी जस्तालाई आत्महत्या गर्न दुरोत्साहन गर्न पाइने हो कि ड्राइभरलाई छतबाट खसालेर मार्न पाइने हो कि रासोपा भएपछि संविधान र कानुन केही मान्नु पर्दैन हो कि यो के भइरहेको छ मैले केही बुझ्न सकिरहेको छैन। अब यो कदापि हुन सक्दैन। आज रासोपाको यो व्यवस्था ल्याउनमा कुनै योगदान छ जस्तो मलाई लाग्दैन। नेपाली काङ्ग्रेसको इतिहास छ 104 वर्ष निरङ्कुश जहानीय राणा शासनसँग लडे, 30 वर्ष निर्दलीय पञ्चायती व्यवस्थासँग लडे, 62-63 को आन्दोलनमा चाहिँ गणतन्त्र ल्याउन अग्रणी भूमिका निभाए, समावेशी र समानुपातिकको सवालमा माओवादीको पनि योगदान छ। त्यसै गरी यो व्यवस्था ल्याउनमा एमालेको पनि ठुलो भूमिका छ र मधेसवादी दलहरूको पनि ठुलो भूमिका छ। तर रासोपाको यो व्यवस्था ल्याउन न एक थोपा रगत बगेको छ न एक थोपा पसिना नै। म अन्तमा जाँदैछु। त्यसै गरी अनि नेपाली जनताले सहकारी ठग, नक्कली प्रमाणपत्र छाप्नेका, बलात्कृत हुनु र झापड हान्नु उस्तै हो भन्नेका कुरा सुनिरहनु पर्ने, अनि विदेशी बुहारी विदेशी ज्वाइँहरू नेपाली नागरिकता नै त्याग्ने अवसरवादीहरूले देश चलाउँछु भन्दा हामीले पत्याइदिनु पर्ने। अब हामी यस्तो भ्रममा पर्न हुँदैन। यो देश कुनै विदेशी ज्वाइँ, कुनै विदेशी बुहारी, कुनै नेपाली नागरिकता त्याग्नेले चलाउने होइन। अब यो देश यही देशका छोरा, यही देशका बुहारी, यही देशका छोरी, यही देशका ज्वाइँ र अवसरको खोजीमा यही देशको नागरिकता नत्याग्नेले चलाउने हो। हेक्का रहोस् भन्दै बिदा हुन चाहन्छु। धन्यवाद। जय नेपाल।